नमस्ते साथीहरू। आज अलिक बिदा पनि भएको हुनाले र देशमा केही परिवर्तनहरू आएको छ। पहिला त सम्पूर्ण ती शहीदहरूप्रति श्रद्धाञ्जली र चाहिँ अब नयाँ नेपालको पुनर्निर्माण होस्, भ्रष्टाचार शून्य प्रशासनहरू र सरकार देख्न पाइयोस्। आज यसै सन्दर्भमा म खाली भएको अवस्थामा छु। अहिले बिदा भएको छ, शोक बिदा। र मैले चाहिँ आज एउटा शिक्षासँग सम्बन्धित, म आफू पनि शिक्षक भएको हुनाले एउटा शिक्षासँग सम्बन्धित एउटा विषयमा चाहिँ केही बोल्न गइरहेको छु। र यो अलिकति नयाँ शब्द पनि हुनसक्छ धेरैको लागि, तर शिक्षा नै पढिरहेकाहरूलाई अथवा शिक्षक साथीहरूलाई यो चाहिँ सुनेको शब्द पनि हुनसक्छ। ट्रान्सडिसिप्लिनारिटी अथवा ट्रान्सडिसिप्लिनरी अप्रोच इन एजुकेसन। र यो विशेष गरी अङ्ग्रेजी शिक्षामा ट्रान्सडिसिप्लिनारिटी लाई कसरी प्रयोग गर्न सकिन्छ अहिलेको सन्दर्भमा, अब यो परिवर्तन भएको सन्दर्भमा, अथवा यो समस्याले गाँजेको संसारमा हाम्रो शिक्षा कस्तो हुनुपर्छ त भन्ने विषयमा अलिकति केही कुरा गर्न खोज्दैछु। र त्यसलाई एउटा टर्म ट्रान्सडिसिप्लिनारिटी भनेर त्यसलाई म चाहिँ कुरा गर्दैछु। हुन त 1970s ताकै यो शब्दको जन्म भएको थियो। त्यतिखेर पियाजे जस्ता केही अलिकति विश्वविख्यात स्कलर्सहरूले चाहिँ यसको बारेमा अध्ययन अनुसन्धान गर्न अगाडि बढाइसकेका थिए। र म चाहिँ अहिले यो विषयमा ट्रान्सडिसिप्लिनरी के हो, किन अहिले आवश्यक छ, हाम्रो जस्तो देश र संसारलाई नै किन आवश्यक छ, संसारमा पनि विभिन्न द्वन्द्वहरूका समाचारहरू आइरहेका छन्, यसलाई यो किन चाहिँ मल्टिडिसिप्लिनरी, इन्टरडिसिप्लिनरी जस्ता चाहिँ अप्रोचहरूसँग यो फरक छ। अनि यसमा चाहिँ विभिन्न विद्वानहरू जस्तो चाहिँ निकोलस कू, जसले एउटा पुस्तक नै लेखे ट्रान्सडिसिप्लिनरीमा, यो मेनिफेस्टो अफ ट्रान्सडिसिप्लिनरी अथवा मेनिफेस्टो अफ ट्रान्सडिसिप्लिनारिटी भनेर उनले एउटा पुस्तकै लेखेका छन्, जो आफैमा एउटा चाहिँ फिजिक्सका प्रोफेसर थिए। र अनि हामी यसलाई अन्य केही पोस्ट फर्मल एजुकेसनको बारेमा लेख्ने जेनिफर गिडली अनि युनेस्कोले चाहिँ गरेका शिक्षाका कुराहरू र अन्य यस्तै 21औं शताब्दीका शिक्षाका कुराहरू पनि म यसमा राख्ने प्रयास गर्नेछु। अनि सँगसँगै मैले चाहिँ उताको पश्चिमा एजुकेसन सिस्टम र उनीहरूको विचारधारालाई हाम्रो पूर्वीय विचारधारासँग पनि केही जोड्ने प्रयास पनि गर्नेछु। र अन्तमा नेपालमा विशेष गरी अङ्ग्रेजी भाषा शिक्षणमा यसको प्रयोग कसरी सम्भव हुन्छ भन्ने बारे पनि एउटा व्यावहारिक कल्पना पनि गर्न गइरहेको छु म। त्यही भएर यो यात्रा एउटा भन्नाले अहिले जुन म कुरा गरिरहेको छु, यो एउटा शिक्षक र विद्यार्थीको लागि मात्र होइन, यो आम नागरिकको लागि पनि हो। किनभने शिक्षाको कुरा देशको भविष्यको कुरा हो। अब कुरा गरौँ यो हाम्रो संसार र हाम्रो शिक्षाको बारेमा। जस्तो हामीले समस्यालाई खालि समस्या मात्रै देख्छौँ, अरूले समाधान गरिदियोस् भने जस्तो लाग्छ, नेताहरूले गरिदियोस् जस्तो लाग्छ। तर के हामीले बच्चैदेखि विद्यार्थीहरूलाई समस्या के हो, समस्यालाई कसरी समाधान गरिन्छ भन्ने कुराहरू चाहिँ विषयभन्दा बाहिर गएर चाहिँ विषयलाई यो चाहिँ ट्रान्स भन्ने बित्तिकै भन्दा पर गएर, बियोन्ड गएर होइन, हामीले चाहिँ डिसिप्लिनभन्दा पर गएर कसरी चाहिँ समस्याहरू समाधान गर्न सकिन्छ भन्ने कुराहरूमा पनि हामीले जोड दिनु आवश्यक छ जस्तो लाग्छ होइन। जसरी विभिन्न अहिलेका जलवायु परिवर्तनका कुरा छन्, बेरोजगारी छन्, भ्रष्टाचारका कुरा छन्, मानसिक स्वास्थ्यका कुरा छन्, यो इमिग्रेसन, अहिले बेलायतमा इमिग्रेसन, बेलायतदेखि लिएर अन्य विभिन्न यो अस्ट्रेलिया होइन, अनि यता क्यानाडातिरहरू पनि यो चाहिँ इमिग्रेसनलाई लिएर विभिन्न आन्दोलन जस्ता पनि सुरु भइसकेका छन्।
अनि मान्छेहरू सांस्कृतिक पहिचानका कुराहरू गर्छन्, सांस्कृतिक विचलनका कुराहरू गर्छन्। यी विभिन्न सङ्कटहरू आइरहेको छ विश्वमा। अनि त्यही भएर यी समस्याहरूलाई चाहिँ टुक्रा-टुक्रामा चाहिँ हेर्नुभन्दा समग्रमा हेर्नु एउटा चाहिँ अथवा समग्र रूपमा सबै मिलेर समाधान गर्नु अहिलेको चाहिँ वर्तमान आवश्यकता हो जस्तो पनि लाग्छ। अनि र यसै सन्दर्भमा नेपालको शिक्षा अथवा अन्य शिक्षाहरू पनि यो चाहिँ एउटा पुरानै मोडलमा डिसिप्लिनरी एउटै डिसिप्लिनमा भएको जस्तो हुन्छ। तर निकोलसले के भनेका छन् भने अब चाहिँ यो बिग ब्याङ यो थ्योरीलाई डिसिप्लिनरी बिग ब्याङ भनेर अब चाहिँ यो चाहिँ विभिन्न चाहिँ ज्ञानहरू टुक्रामा विभाजित भएको अवस्थामा छ अहिले। अब साना जस्तो डक्टरहरूले पनि आजभोलि चाहिँ अलिकति जोकको रूपमा पनि अब एउटा डक्टरले एउटा नाकको यो नोस्ट्रिल हेर्ने, अर्कोले अर्को नोस्ट्रिल हेर्ने डक्टर पनि पैदा हुन थालिसके भनेर चाहिँ भन्नुको कारण के हो भने ज्ञान पनि टुक्रा भइसकेको अवस्था छ। साना कुराहरू छन्। अनि तर यो हाम्रा चाहिँ अझै पनि नेपालमा के छ भने इक्जाम सिस्टम त्यस्तै छ, रटेर पास गर्नु पऱ्यो होइन। अब जस्तै इङ्ग्लिस पढाउँदाखेरि पनि चाहिँ ग्रामर पढाउँदाखेरि ग्रामर मात्रै पढाउने होइन, लिटरेचर पढाउँदाखेरि लिटरेचर मात्रै पढाउने। तर त्यसलाई हामीले चाहिँ कनेक्सन गरेर त्यहाँ हामीले चाहिँ समस्या के छ होइन, यो विश्वको समस्या, देशका समस्या, समाजका समस्याहरू तीसँग कनेक्ट गर्दै हामीले चाहिँ जानुपर्ने आवश्यकता पनि हुन्छ। त्यही भएर यदि सिकाइ जीवनसँग जोडिएको छैन भने त्यो सिकाइ चाहिँ छैन भन्ने पनि हुन्छ। अब त्यो सिकाइ नै होइन जस्तो पनि लाग्न थालिसक्यो अब त। किनभने हाम्रो हरेक सिकाइहरू हाम्रो जीवनसँग जोडिएर आएको हुनुपर्छ। जस्तो अब यो जीवनसँग जोडिने जस्तो अब हामीहरू पनि यसो हेर्छौँ, हामी धेरै इङ्ग्लिस पढेको छ, 13 वर्ष इङ्ग्लिस पढेको भन्छन् 12 क्लासमा पढेका विद्यार्थीहरूलाई अझै पनि खुलेर बोल्न इङ्ग्लिसमा त्यो उनीहरू सक्दैनन्। उनीहरू सर्टेन जस्तो बुकका आन्सरहरू सोध्यो भने भन्छन् उनीहरूले, तर अन्य कुराहरू गर्न खोज्यो भने उनीहरूलाई क्लियरली बोल्न सक्दैनन्। किनभने यो सिकाइ चाहिँ जीवनसँग जोडिएको छैन भन्ने पनि देखिन्छ यसबाट। त्यसै गरी अब म चाहिँ यो पहिला चाहिँ अब डिसिप्लिनरी, मल्टिडिसिप्लिनरी, इन्टरडिसिप्लिनरी यी के हुन् त सामान्य रूपमा चाहिँ पहिला बुझौँ, त्यसपछि हामी ट्रान्सडिसिप्लिनरी अप्रोचमा पनि जाउँला। यसको लागि चाहिँ मल्टिडिसिप्लिनरी अथवा मल्टिडिसिप्लिनारिटी यो चाहिँ यो अप्रोच के हो त भन्नेमा एउटा चाहिँ सिचुएसन कल्पना गर्न सकिन्छ। जस्तै क्लासमा हामी अब जस्तो जलवायु परिवर्तनको बारेमा हामी पढ्दैछौँ, क्लाइमेट चेन्ज भनेर। अब त्यसमा चाहिँ कि म त ह्युम्यानिटिज पढेर आएको एउटा टिचर हो। मैले क्लासमा चाहिँ ग्रिन हाउस के अरे यो के भन्छ यो क्लाइमेट चेन्जको बारेमा गर्दाखेरि ग्रिन हाउस इफेक्टको बारेमा मलाई त खासै धेरै ज्ञान त नहुन सक्छ नि होला, मैले पर्सनल स्टडी गरेर मैले भन्न सकौँ होला। तर त्यो त हामीले पढेको हुँदैन। त्यस कारणले अब त्यो कुनै अब त्यहाँ चाहिँ साइन्सका कुनै टिचरलाई ल्याएर मैले ल है तपाईँले चाहिँ ग्रिन हाउस इफेक्टको बारेमा केही भनिदिनुहोस् भन्न सकिएला होइन। अनि त्यसै गरी अब सोसल स्टडिजका टिचरले आएर यसले समाजमा पर्ने असरहरूको बारेमा भन्लान्, अथवा यसमा चाहिँ जस्तो म एज इङ्ग्लिस टिचर होइन, मैले चाहिँ ल है यसमा एउटा एसे लेख त भनौँला होइन। यसरी चाहिँ हामीले विभिन्न एउटै चिजमा भिन्न टिचरहरूले आफ्नो पाराबाट त्यही विषयमा चाहिँ कुराकानी गर्छन् होइन। तर यी सबै छुट्टै हुन्छन् होइन। अब यो विचारहरूलाई चाहिँ जोड्नुपर्छ खास भन्यो भने। अनि अब यो चाहिँ भयो मल्टिडिसिप्लिनारिटी। अब इन्टरडिसिप्लिनारिटी भन्ने कुरा पनि छ। यो भनेको चाहिँ त्यही कुरामा जब हामीले चाहिँ भनौँ न क्लाइमेट चेन्जको कुरा गर्दैछौँ भने अब यो साइन्स र इङ्ग्लिसका टिचरहरू मिलेर एउटा प्रोजेक्ट तयार गर्ने, अनि स्टुडेन्टहरूलाई ल डेटा कलेक्सन गर है भन्ने त्यससँग रिलेटेड, अनि त्यसपछि एउटा रिपोर्ट बनाऊ भन्ने इङ्ग्लिस टिचरले होइन। अनि सबै टिचरहरू र सबै सब्जेक्टहरूको एउटा चाहिँ सबै सब्जेक्टहरूको अल द डिसिप्लिन्सको एउटा चाहिँ सहकार्य हुन जान्छ त्यहाँ। र यो सबै चाहिँ एउटा शैक्षिक संरचनाभित्र नै हुन्छ। यो चाहिँ इन्टरडिसिप्लिनारिटी भयो। अब ट्रान्सडिसिप्लिनारिटी भन्नाले अलिकति यहाँ चाहिँ फरक हुन्छ। हाम्रो ट्रान्सडिसिप्लिनारिटी चाहिँ अलिक बढी समस्या केन्द्रित र जीवन केन्द्रित
चाहिँ अप्रोच हो यो। जस्तो मानौँ गाउँमा पानीको समस्या छ कम्युनिटीमा होइन, भनेपछि अब स्टुडेन्टहरूले चाहिँ अब त्यो समस्या गाउँकै समस्या बारेमा उनीहरूले कुराकानी अथवा चाहिँ अध्ययन गर्छन्। अब उनीहरू रिसर्चर जस्तो हुन थाले भनौँ न। विद्यार्थीले विज्ञानको ज्ञान प्रयोग गरेर समाधान खोज्छन्, इकोनोमिक्सको ज्ञान खोजेर त्यसको त्यहाँ चाहिँ अब पानी बनाउँदा लाग्ने लागतको चाहिँ एउटा भनौँ न गणना गर्छन्। त्यसै गरी अब होइन इङ्ग्लिसको चाहिँ अब ल्याङ्ग्वेज युज गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय निकायलाई एउटा पत्र लेख्लान्, अथवा लोकल लेभलमा लेख्लान्, नेसनल लेभलमा, इन्टरनेसनल लेभलमा होइन। अनि सोसल स्टडिजकाले चाहिँ अब समाजमा एउटा अवेरनेस सचेतना क्रिएट गर्लान्, उनीहरूले गराउलान्, सचेत गराउलान्। अब त्यसमा चाहिँ विद्यालय मात्रै नभएर अब चाहिँ को भयो त समुदाय पनि सहभागी रह्यो होइन, अथवा चाहिँ जसलाई आवश्यक छ ती गाउँलेहरू तिनीहरू पनि सहभागी भए, अथवा गाउँका बुढापाका एक्सपर्टहरू पनि हुन्छन् नि, उनीहरू कसरी के गर्न सकिन्छ भन्ने कुरा नपढेका अनपढ मान्छेहरू तर अनुभवले खारिएका व्यक्तिहरू हुन्छन्, उनीहरूको पनि सहयोग त्यहाँ आउने भयो। यसै गरी चाहिँ यो भनेको चाहिँ सबैको सहभागिता हुने भयो त्यति बेला चाहिँ। अनि यो भनेको त्यही भएर शिक्षा र जीवनको एकता नै यो ट्रान्सडिसिप्लिनरिटी हो। अब यसका मूल तत्त्वहरू के हुन् भन्ने कुरा गर्दै जाँदाखेरि अलिकति यसमा धेरै अध्ययन गर्ने एकजना चाहिँ विद्वान छन्, निकोलेस्कु भन्ने। र निकोलेस्कुले यसका कुराहरू अलिकति डिटेल छ, यो अलिक बुझ्न पनि अलिकति गाह्रो छ। जस्तो यसमा उनले भन्छन् रियालिटीका केही तहहरू हुन्छन्। रियालिटी अथवा वास्तविकता केवल देखिने कुरा होइन, यो भनेको धेरै तहमा लुकेका हुन्छन्। जस्तो भौतिक तहमा हुन्छ, जस्तो हाम्रो भाषा, शरीर, प्रकृति, यी सबै कुराहरू भौतिक तहमा भए। त्यस्तै गरेर सामाजिक तहमा पनि चाहिँ होइन यी रियालिटी हुन्छन्, जस्तो समाजका नियम हुन्छन्, संस्कृतिहरू हुन्छन्। मानसिक तहमा हुन्छन्, सोचमा, भावनामा होइन। अनि आध्यात्मिक तह हुन्छ, यसका चाहिँ जीवनका अर्थ उद्देश्यहरू। त्यही भएर शिक्षाले यी सबैलाई ध्यान दिनुपर्छ भन्छन् निकोलसको। केवल अब जस्तो इङ्ग्लिस पढाउँदाखेरि खालि ग्रामर पढाउने, अथवा चाहिँ लिटरेचर पढाउँदा लिटरेचर मात्र पढाउने, त्यस्तो नभएर चाहिँ जस्तो हामीले यदि ल्याङ्ग्वेज पढाइरहेछौँ भने त्यसकोमा चाहिँ सामाजिक सन्दर्भ, सामाजिक मूल्य, नैतिक प्रश्न, यस्ता कुराहरूमा पनि हामीले छलफल गर्नु आवश्यक छ भनिन्छ। यो नैतिकता नहुँदाखेरि अथवा यी कुराहरू सांस्कृतिक मूल्य होइन, हाम्रो चाहिँ सांस्कृतिक धरोहर, ऐतिहासिक धरोहरको महत्त्व नबुझ्दाखेरि अहिले सिंहदरबारले होइन यो चाहिँ विभिन्न हाम्रा चाहिँ कयौँ त्यस्ता चाहिँ भौतिक संरचनाहरू ती जलेर नष्ट भए होइन। अब चाहिँ यी कुराहरू, यो नैतिकताको कुरा पनि हो। यी खोइ त सिकाइएको जीवनलाई हामीले, शिक्षालाई हामीले जीवनसँग र चाहिँ नैतिकतासँग, सांस्कृतिक मूल्य मान्यतासँग, सामाजिक सन्दर्भसँग हामीले जोडेको देखिएन। त्यस कारणले यो एउटा एकदम महत्त्वपूर्ण कुरा छ जुन ट्रान्सडिसिप्लिनरिटीले चाहिँ यसको बारेमा कुराकानी गर्छ। त्यसै गरेर अब कतिपय ठाउँमा हामीले चाहिँ त्यो विरोधाभास हुन्छ र तर विरोधाभास मिल्ने तेस्रो स्थान पनि छ है भनिन्छ। जस्तो त्यसलाई इन्क्लुडेड मिडल भनेर चाहिँ कुरा गरेका छन्। अनि चाहिँ ए अर ए इज नट ए भनेर त्यति दुईवटा, कि ए छ कि ए छैन भन्ने मात्रै होइन कि त्यहाँ बिचमा पनि केही छ होइन। दुईवटा विरोधाभासपूर्ण कुराबाट केही नयाँ एउटा सकारात्मक कुरा पनि आउँछ। जस्तो यत्रो आन्दोलन भयो, क्षति पनि भयो, तर चाहिँ पुरानो सिस्टम हटेर अब अहिले नयाँ सिस्टम त आयो नि त। हो, यो भनेको चाहिँ इन्क्लुडेड मिडल, यो विरोधाभास मिल्ने तेस्रो स्थान यो पनि हो। त्यही भएर यो कुरा हुन्छ है भन्ने कुरा पनि हाम्रो सोचमा आउनुपर्छ भन्छ यो ट्रान्सडिसिप्लिनरिटीले। र जस्तो अङ्ग्रेजी सिक्दा नेपाली गुम्छ, अथवा नेपालीलाई प्राथमिकता दिँदा अङ्ग्रेजी कमजोर हुन्छ भन्नु चाहिँ यो गलत हो भनिन्छ होइन। त्यही भएर यी दुइटै मिल्न सक्छन्। यो दुइटै तरिकाले अहिले चाहिँ के भन्छ, यो अङ्ग्रेजी सिकाउँदाखेरि केही नेपाली पनि हामीले युज गर्न सक्छौँ, अथवा तामाङ भाषा अथवा नेवारी भाषा अथवा अन्य भाषा जुन त्यो भाषाभाषीका चाहिँ बच्चा-बच्ची छन् भने उनीहरूलाई उनीहरूको भाषा पनि युज गर्न सकिन्छ। ट्रान्स ल्याङ्ग्वेज युज गरेर हामीले काम गर्न सक्छौँ। अनि अर्को चाहिँ भनिन्छ सेक्रेड डाइमेन्सन कुरा छ। सेक्रेड डाइमेन्सनको कुरा गर्दाखेरि शिक्षा एउटा चाहिँ केवल ज्ञानको कारोबार होइन, यो नैतिक र आध्यात्मिक जिम्मेवारी हो पनि भनिन्छ
र नैतिकता, आध्यात्मिकता, करुणा, होइन, जिम्मेवारी, सह अस्तित्व यस्ता कुराहरूको भावनाको विकास पनि यो ट्रान्सडिसिप्लिनरी अप्रोचमा गरिन्छ। त्यही भएर यो ट्रान्सडिसिप्लिनरिटी पनि एउटा यो महत्त्वपूर्ण एउटा अप्रोच हुन आउँछ एजुकेसनमा भनेर चाहिँ मेरो विचार छ। अनि कम्प्लेक्सिटी र इमर्जेन्सका कुराहरू पनि छन्। जस्तो नयाँ कुरा हुने, समाज र प्रकृति जटिल छन्, त्यो त अवश्य हो, होइन। र कुनै पनि समाधान खोज्दा त्यहाँ केही नयाँ कुराहरू त्यसको इमर्ज हुन्छ, आउँछ, होइन, देखा पर्छन्। त्यस कारणले अहिलेको सिचुएसनमा हामीले पनि हेर्दाखेरि त्यही नै छ। अब हामीले समाधान खोज्दाखेरि यो जटिल राजनीतिक संरचनाबाट केही नयाँ चाहिँ संरचना हामीले चाहिँ खोज्यौँ। अनि विद्यार्थीले समस्या समाधानको क्रममा नयाँ ज्ञान सिर्जना गर्छन्, किनभने यो प्रब्लम बेस्ड यो चाहिँ एजुकेसन हुन्छ यो, र प्रोजेक्ट बेस्ड लर्निङ अथवा प्रब्लम बेस्ड लर्निङ, यी जे भने पनि भयो। कुनै एउटा प्रब्लम अथवा लाई एउटा प्रोजेक्टको रूपमा युज गरेर त्यसलाई चाहिँ हामीले सल्भ गर्ने तरिका खोजिन्छ यसमा। त्यस कारणले यतिखेर चाहिँ विद्यार्थीले समस्या समाधानको क्रममा नयाँ ज्ञान सिर्जना गर्छन्। यो भनेको ट्रान्सडिसिप्लिनरी अप्रोचको एउटा महत्त्वपूर्ण एउटा चाहिँ विशेषता पनि हो। अनि यो नै ट्रान्सडिसिप्लिनरी ज्ञान पनि हो एक किसिमले। त्यसै गरी पोस्ट फर्मल एजुकेसन भनिन्छ एउटा, जुन अब फर्मल एजुकेसनभन्दा बाहिर रहेर, अब बाहिर गएर त्योभन्दा पर गएर चाहिँ यसलाई चाहिँ नयाँ खालको 21औँ शताब्दी सुहाउँदो खालको चाहिँ एजुकेसन आउनुपर्छ भनेर जेनिफर गिडली भन्ने एकजना विद्वान लेखिका, उनले चाहिँ यसको कुरा गरेका छन्। उनले भन्छन् पुरानो कारखाना मोडलको एजुकेसन अब, होइन, अब फ्याक्ट्रीका चाहिँ कामदार उत्पादन गर्ने अथवा चाहिँ खालि जबको लागि मात्र पढ्न छोडेर जीवनको लागि पढ्नु पर्यो। अब अलिकति फरक खालको, जस्तो आलोचनात्मक सोच भएको, होइन, क्रिटिकल थिङ्किङ, होइन, अनि सृजनशीलता भएको हुनु पऱ्यो, क्रिएटिभिटी भएको हुनु पऱ्यो, सहकारी कोअपरेसन हुनु पऱ्यो। वास्तविक जीवनमा चाहिँ त्यो ज्ञानलाई हामीले प्रयोग गर्न सक्ने क्षमता बनाइदिनु पऱ्यो विद्यार्थीहरूलाई। त्यसको लागि बच्चैदेखि उनीहरूलाई त्यही अनुसारको सिकाइमा हामीले ध्यान दिनुपर्छ भन्ने कुरा ट्रान्सडिसिप्लिनरिटीमा पनि गर्छ, र यो पोस्ट फर्मल एजुकेसनले पनि यो कुरा गर्छ। अनि युनेस्कोले पनि चाहिँ एकदमै राम्रो चाहिँ 4वटा स्तम्भको कुरा उसले गरेको छ, 21औँ शताब्दीको शिक्षाका 4 स्तम्भहरू भनेर। जस्तो लर्निङ टु नो भनेको मतलब जान्न सिक्ने, होइन, अब सिक्ने मात्र होइन, कसरी सिक्ने भन्ने कुरा सिक्ने, होइन, त्यो कुरा सिकाउनुपर्छ बच्चैदेखि, सानै बच्चादेखि। केही नयाँ कुरालाई कसरी त्यसको चाहिँ विभिन्न कुराहरू के हुन्, केसँग कनेक्टेड छ, कसरी चाहिँ, होइन, त्यसको बारेमा धेरैभन्दा धेरै ज्ञानहरू आर्जन गर्न सकिन्छ भन्ने कुरा त्यो जान्न सिक्ने गराउने, लर्निङ टु नो एउटा भयो। अनि गर्न सक्ने, गर्न सिक्ने बनाउने, जस्तो लर्निङ टु डु, होइन, लर्निङ टु नो, लर्निङ टु डु, लर्निङ टु लिभ टुगेदर। अनि त्यसपछि एउटा चाहिँ एकदमै सहकारी चाहिँ कमी हुँदै गइरहेको देखिन्छ अहिले वर्तमान विश्वमा। त्यो लर्निङ टु लिभ टुगेदर अहिले विश्वमा चाहिँ जति आन्दोलनहरू चलिरहेका छन् उता अस्ट्रेलिया र युरोपतिर चाहिँ इमिग्रेसनको विरुद्धमा, होइन, त्यो भनेको लर्निङ टु लिभ टुगेदर नजानेरै हो। अनि त्यही भएर सँगै बस्न सक्ने, सिक्ने, त्यो एउटा सिकाउनुपर्छ अहिलेको एजुकेसनले, होइन, सबैलाई सम्मान गर्न सिकाउने। र अनि लर्निङ टु बी, आफू म को हुँ भनेर आफूलाई बनाउन सिकाउने, होइन, आफ्नो पहिचान खोज्न सिकाउने, आफ्नो भित्रका पोटेन्सियालिटी, त्यो प्रोबेबिलिटी के छन् आफूभित्रका, त्यो खोज्न सिकाउने शिक्षा चाहिँ अहिलेको एकदम आवश्यकता छ। र यी सबै ट्रान्सडिसिप्लिनरिटीले चाहिँ सम्भव बनाउँछ भन्ने कुरा चाहिँ म भन्छु। अनि यो ट्रान्सडिसिप्लिनरिटी के नयाँ कुरा हो त भन्दाखेरि होइन। हाम्रो यो परम्परागत जुन ज्ञान छ, यो गुरुकुलीय ज्ञान अथवा वेदान्तले भनेका ज्ञानहरू, होइन, र समग्र यो चाहिँ होइन इन्टिग्रेटेड एजुकेसनहरू, होइन, यी कुराहरूमा चाहिँ आइसकेका कुराहरू हुन्। जस्तो गुरुकुल प्रणालीमा पनि विद्यार्थीहरू गुरुसँगै बस्थे, गुरुले विभिन्न ज्ञानहरू लाई चाहिँ एउटा समस्याको रूपमा चाहिँ ल है तिम्रो समाधान गर्नुपर्छ भनेर उनलाई गाइड गर्ने, त्यो चाहिँ थियो। गाउँघरमा पठाउने, सहकार्य गर्न सिकाउने, नैतिकता सिकाउने,
होइन विभिन्न चाहिँ ब्रह्मचर्य सिकाउने यी सबै ज्ञान गुरुहरूबाट चाहिँ आउँथ्यो र विद्यार्थीहरूमा एउटा नैतिकता पनि हुन्थ्यो र चाहिँ जति अहिले चाहिँ युनेस्कोले भनेका कुरा होस् या चाहिँ 21औँ शताब्दीका कुरा शिक्षाका कुराहरू हुन् ती कुराहरू त हाम्रो वैदिक कालमै गुरुकुल परम्परामा यो कुराहरू हामीले देख्न सक्छौँ। त्यही भएर जीवनका सबै ज्ञानहरू चाहिँ गुरुकुलमा बसेर विद्यार्थीहरूले सिक्थे। अनि त्यतिखेर अब विषयहरू चाहिँ छुट्टै भनेर चाहिँ त्यसरी पढाइन्थेन, कनेक्ट गरेर पढाइन्थ्यो होइन। त्यहाँ चाहिँ सबै विषयहरूलाई एकअर्कासँग कसरी चाहिँ जोड्ने, एकअर्कालाई कसरी प्रयोग गरेर कुनै एउटा समस्याको समाधान निकाल्ने भन्ने कुराहरू हाम्रो गुरुकुल शिक्षाले राम्रोसँग चाहिँ सिकाएको पनि थियो। त्यसै गरी श्री अरविन्दोले चाहिँ यिनी